एज बढ्दै गए पछाडि फेसले चाहिँ आफैले गर्न सक्ने रिजुभेनल जुन प्रोसेस छ है, रिफ्रेशिङ प्रोसेस छ या डिस्क्वामेसन भन्ने चाहिँ एउटा चाहिँ जुन प्रोसेसहरू छ त्यो वीक हुँदै जान्छ। जब वीक हुँदै जान्छ स्किनमा लेयरिङ्सहरू चाहिँ हुँदै जान्छ। त्यसलाई मेटाबोलिकली अझै स्पिड अप गर्ने भनेको के, उसको जस्तो स्टेज चाहिँ यङमा थियो त्यो स्टेज अनुसार चाहिँ उसले त्यो बडीको गतिविधिहरूलाई स्पिड अप गर्दाखेरि कोलाजन डेभलपमेन्ट सुरु भयो। ओके, बडीमा भएको जुन टक्सिक छ त्यसलाई फाल्ने प्रोसेसहरू भयो। ओके, डेभलपमेन्ट अफ मसल्सहरू भयो, प्रोटिनको चाहिँ कम्पोजिसन्समा चाहिँ इन्क्रिमेन्ट्सहरू चाहिँ भयो, सेल्सहरू चाहिँ जुन चाहिँ निस्किने पोजिसनमा थियो त्यसलाई चाहिँ फेरि आफ्नो टाइमिङ अनुसार चाहिँ त्यसलाई निकाल्न प्लानिङ गर्यो। त यो सबै चिजको लागि चाहिँ डायमन्ड फेसियल किट इज वान अफ द बेस्ट।